राजेश हमालसँग काम गरेको विगत कोट्याउँदै अभिनेता दीपक राज गिरीले आजबाट प्रदर्शनमा आउने चलचित्र नरसिंह अवतारलाई शुभकामना दिएका छन्। गिरीले फेसबुकबाट एक पोस्ट लेख्दै आफूले ठूलो पर्दामा डेब्यु गरेको चलचित्र चोरदेखि आफूले निर्माण गरेको 6 एकाने 6 मा समेत हमालले अभिनय गरिदिएर गुड लगाएको उल्लेख गरेका छन्। आफ्नो चलचित्रले सफलता हात पार्दा हलमा आएर बधाई समेत दिएको उल्लेख गर्दै गिरीले लेखेका छन्, कोभिडको महामारीको बेला मेरो सहकर्मीबाट यस्तो बेला समाजले अभिभावकत्व खोजिरहेको छ भन्ने आशयको अभिव्यक्ति दिँदा केही त्रुटि हुन गयो, जसलाई सञ्जालले यसरी ट्विस्ट गरिदियो कि उहाँलाई जनताले दिएको पदवीमै हाम्रो आपत्ति छ वा दाबी छ भन्ने भाष्य निर्माण हुन गयो, जुन उदेक लाग्दो, अपत्यारिलो र असहज थियो। तर आफूहरूको हमालप्रति कुनै रिसिभी या उनले पाएको महानायकको पदवीप्रति कुनै दाबी या आपत्ति नभएको बताएका छन्। आज दिनसम्म पनि हमाललाई भेट्दा आधार भावले भेटेको बताएका छन्। कुछ तो लोग कहेंगे भन्दै उनले अन्तिममा लेखेका छन्, 8 वर्षपछि रजतपटमा आफ्नो चलचित्र लिएर फर्कनुभएका आदरणीय महानायक राजेश हमाल दाईलाई नरसिंह अवतारको धेरै शुभकामना। गिरी र छक्कपञ्जा टिमले हमाललाई महानायक नमानेको भन्दै सञ्जाल प्रयोगकर्ताले निरन्तर जसो गाली गरिरहने गरेका थिए। 4 वर्ष अघि एक अन्तर्वार्तामा अभिनेत्री दीपाश्री निरौलाले हमालमाथि गरेको टिप्पणीका आधारमा उनीहरू सञ्जाल प्रयोगकर्ताको निशानामा पर्ने गरेका छन्।